यो नेपालको सबभन्दा पुरानो बिहार नेपालकै सबभन्दा पुरानो तर कस्तो हुँदो रहेछ भन्दाखेरि बिहार पनि हजुर विभिन्न त्यसको क्याटेगोरी हुँदो रहेछ हजुर थेरवादी समूहको चाहिँ यो हजुर त्यो थेरवादी भन्दो रहेछ त्यसको चाहिँ सबभन्दा पुरानो यिनीहरू सबभन्दा पहिलो स्थापना नेपालको सबैभन्दा पुरानो बिहार त्यतिखेरको यो अब सिस्टम त व्यवस्था हेर्ने हो भने कति राम्रो छ हेर्नुहोस् है अहिले अब यो सबभन्दा पुरानो बिहार भइहाल्यो अब यति राम्रो राम्रो पहिला बनाएको थियो हेर्नुहोस् है यो अनि यो भनेको त्यही महिलाहरू नै हुन्थ्यो अरे क्या त्यो थेरवादीमा महिलाहरूको यो बस्ने ठाउँ अर्को यो घर पनि हो यो पल्लो पनि महिलाहरू बस्ने ठाउँ त्यो महिलाहरूले नै गरेको रहेछ नि त अनि मुख्य चाहिँ यहाँ छ अझ त ठिक्कै यो खुल्लै पर्छ त जो लोपालु हजुरहरूलाई अझ ठ्याक्कै तपाईँलाई भेटियो झन् राम्रो भयो यहाँभित्र नि हेर्नु पाइने भयो नमस्ते जोजोलपा उहाँहरू आउनु भएको छ यसो घुम्न सञ्चारकर्मी साथी मित्रहरू अनि मैले यसो टक्सार देखाउँदैछु अब यो के हुनु लागेको छ पूजा आज त होइन नि अहिले कहाँ बसाउनुहुन्छ यहाँ तल छ त्यो त्यो अझैमा भित्रको चाबी कोसँग छ नि पुरानो घर चर्किएको रहेछ रेतसँगै छ त्यहाँ चाहिँ एकचोटि खोलेर हेर्नु मन लाग्छ घरहरू अहिलेसम्म रहेछ यस्तो घरहरू त्यो बेला यहाँको हेर्दा त मलाई त यति लोभ लाग्छ 200 वर्ष पुरानो घरहरू होइन त अनि यो त ठ्याक्कै यसलाई चाहिँ अलिकति बन्दीपुर जस्तो हो यो बन्दीपुर एकचोटि भएको थियो नि जिरो झरेर फेरि त्यसलाई रिभाइभ गरेको यसलाई नि त्यो गर्न सकिन्थ्यो अब यसमा पहल गर्दाखेरि हुन्छ नि यस्तो ऐतिहासिक स्थलहरु हुन्छ भने अब जनप्रतिनिधिहरू पनि त्यस्तै हुन्छ भन्यो अब त्यो अहिले पनि उहाँहरूको सक्रियता चाहिँ छ क्या अलिअलि चाहिँ नेवारीहरूको हजुर अब अहिले पनि यहाँ बस्ने ओर्ने यही उनीहरूको सामान यताउता कार्यक्रमहरू गरिरहनुहुन्छ नि त यहाँ एउटा कल्प वृक्ष भन्ने कार्यक्रम पनि गर्छ क्या यहाँ वर्षमा एकचोटि त्यो त्यसकै यो हो त्यो सबैले दान दिनु पाइन्छ तपाईँको कपडा पसल छ भने कपडा दिने मेरो स्टेसन दिन्छ अनि सबै भेला पारेर यहाँ सबै झुन्डाइन्छ क्या यो सबै वरिपरि अनि यहाँ चिट्ठा हुन्छ अनि टिप्ने हो कसले कसको नम्बर लाएर झुन्डाइएको हुन्छ सबै यहाँ वरिपरि अनि कुन नम्बर आफूले चिट्ठा टिपिन्छ त्यो नम्बरको सामान चाहिँ मेरो भयो मैले लानु पाउँछु चिट्ठा टिपेर आयो त्यहाँबाट अनि यहाँ जुन नम्बरमा छ मैले त्यो सामान कपडा भए कपडा कलम हो कि डटपेन हो कि के छ भएन खानेकुरा छ कि त्यो चाहिँ दान चाहिँ पसलहरूले मान्छेहरूले गर्छ क्या यहाँ त्यो एउटा कार्यक्रम अब यो फेरि नेवारीहरूले आफ्नै डोनेसनमा 11 लाखसम्म दिएको छ एकजनाले यहाँ आफ्नै पैसाले बनाइरहेछ हेर्नु न यिनीहरू कस्तो संरक्षण गर्नुपर्ने यस्तो चिज हेर्नुहोस् त यो नि यति माया लाग्छ हामीलाई भनेर अब आफूले भने पनि नहुँदो रहेछ यो पनि गणेशको मन्दिर हो यो पनि पुरानो गणेशको मन्दिर हो यो म हेर्छु त कहिले भन्दाखेरि यो घरहरू हेर्नु न कस्तो राम्रो कस्तो लोभ लाग्दो घरहरू 1982 मा बनेको रहेछ यो चाहिँ 1982 मा बनेको रहेछ गणेशको मन्दिर भइसक्यो नि हो ठ्याक्कै 100 वर्ष भयो यो चाहिँ अलिक पछि बनेको रहेछ क्या 1982 मा अब यो यसकै यो भइहाल्यो त्यतिखेरको बस्नेहरू अब यो नयाँ बनाउँदै हुनुहुन्छ उहाँहरूले यो अब ठुलो बन्दैछ क्या बृहत यो ठुलो प्रोजेक्ट हो यो